केटी भनेको यस्तो हुनुपर्छ क्या, साडी चोलो लाउनु मन पराउने होइन, निधारमा टिका, हातमा चुरा। छोरी मान्छेलाई यस्तो खालको कपडा लाउँदा कति सुहाउँछ होइन। छोरी मान्छे जस्तो देखिनु पर्यो नि त। छोरी मान्छे जस्तो देखिनुको लागि चाहिँ यसरी साडी चोलो लगाएर होइन, रातो टिका, हातमा चुरा अनि कुर्ता सुरुवाल लगाएर हिँडेको कति राम्रो सुहाउँछ छोरीचेलीलाई। कसैले राम्री बनाइराख्नु पर्दैन, कसैले रानी बनाइराख्नु नपर्ने क्या। साडी चोलो, चुरा टिका अनि कुर्ता सुरुवाल यस्तो खालको कपडाहरू लाउँदा त्यसै रानी देखिन्छ क्या छोरी मान्छेलाई। फुल खोजिराख्नु पर्दैन क्या। त्यस्तो खालको कपडा लाउने केटीहरूलाई फुल देखिन्छ क्या, काहीँ फुलहरू खोजिराख्नु पर्दैन क्या। त्यो खालको पहिरनले चाहिँ छोरी मान्छेलाई एउटा फुल जस्तो, रानी जस्तो देखाइदिन्छ क्या। अनि त्यो ड्रेसमा अनि त्यस्तो खालको ड्रेस लाउने मान्छे चाहिँ यतिको राम्री भइदियो भने त फेरि आम्मा कुरै नगरौँ न, कुरै नगरौँ। हजारौँवटा फुलहरूमा चाहिँ एउटा फुल चाहिँ कहाँबाट यो राम्रो आयो यो फुल चाहिँ भन्ने टाइपको क्या। साडी चोलो लाउने मान्छे केटीहरू धेरै हुन्छ, कुर्ता सुरुवाल लाउने केटीहरू धेरै हुन्छ, साडी चोलोमा यस्तो पहिरन यस्तरी टिकाहरू चुराहरू लगाउने केटीहरू धेरै हुन्छ होइन। तर यस्तो राम्री सुहाउने यत्तिको राम्री केटी चाहिँ कहाँबाट आयो त्यस्तो भने त्यो क्वेसन आउने क्या आफै आफ देख्ने बित्तिकै क्या। यत्तिको राम्री होइन, कति राम्रो छ त रिना लिम्बू। लिम्बुनीहरू फेरि भन्दैछ त म लिम्बुनीहरूको यति तारिफ गर्छु नि, राई लिम्बूहरूको त यति राम्री हुन्छ नि, यति राम्री हुन्छ नि। रिना लिम्बू उहाँ पनि धेरै राम्री हुनुहुन्छ। आई थिङ्क उहाँ म्यारिड हुनुहुन्छ, तर तारिफ गर्नु पाइहाल्छ नि होइन। लिम्बुनीहरूको त फेरि यति धेरै तारिफ गर्छु नि म, नआए भए पनि म तारिफ गर्छु क्या। लिम्बुनीहरूको चाहिँ यस्तो मनपर्छ लिम्बुनी केटीहरू, उहाँ पनि धेरै राम्री हुनुहुन्छ। यसरी साडी चोलोमा चाहिँ यति राम्रो देखिने नि लिम्बुनीहरूलाई। लिम्बुनीहरूलाई भन्दाखेरि अरू कास्टहरू मन दुखाउँछ होला होइन। साडी चोलो र यो कुर्ता सुरुवालहरू लाउँदा चाहिँ सबै कास्टको मान्छेलाई राम्रो देखिन्छ क्या। यो साडी चोलो कुर्ता सुरुवालहरूले चाहिँ यो दुईवटा कपडाले चाहिँ नि जस्तै केटीलाई पनि सुहाउँछ क्या, जस्तो केटीलाई पनि राम्रो देखिन्छ क्या। छोरी मान्छेलाई सुहाउने, छोरी मान्छेलाई फिट हुने कपडा चाहिँ यो दुईवटा हो क्या, कुर्ता सुरुवाल र साडी चोलो। यो कपडाहरूले चाहिँ छोरी मान्छेलाई यति राम्रो देखाउँछ नि, यति राम्रो देखाउँछ नि, छोरी मान्छे हो भन्नेसम्म चाहिँ बनाइदिन्छ क्या यो दुईवटा कपडाले चाहिँ। सँगै जिन्दगी बिताउने मान्छेलाई त एकअर्काको बारेमा थाहा हुँदैन भनेपछि त हामी त बाहिरबाट जस्तो जे पनि गरिहाल्छ बाहिर हेर्ने मान्छेले होइन। तर मान्छे राम्रो छ यार, मान्छे राम्रो छ, एकदम राम्रो छ। क्विन 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 एकदमै रानी रानी रानी। रिना चाहिँ रिनालाई चाहिँ छोडेर रानी चाहिँ हुनुपर्छ क्या नाम चाहिँ। रिनाको ठाउँमा चाहिँ रानी लिम्बू चाहिँ भएको। लिम्बुनी त भन्नुभयो यसै राम्री। यो मलाई धेरै तारिफ के गर्नु, धेरै तारिफ गर्नु गफाडी मात्रै हुन्छ कि। राम्री, धेरै राम्री हुन्छ तपाईँ, धेरै नै राम्री हुन्छ रिनाजी। रिना होइन रानीजी, नाम रानी हुनु पर्थ्यो। कहाँबाट रिना, कसले राखेको नाम रिना चाहिँ फेरि? हजुरको श्रीमान पनि ह्यान्डसम हुनुहुन्छ होला है, राम्री हुनुहुन्छ तपाईँ होइन। तपाईँलाई रोज्ने मान्छे पनि त ह्यान्डसमै होला नि त। जहाँसम्म लाग्छ उहाँको श्रीमान पनि ओभर ह्यान्डसम जस्तो लाग्छ क्या। लिम्बू नै हो जस्तो लाग्छ क्या। लिम्बुनीहरू राम्री हुन्छ नि त, लिम्बूहरू पनि राम्रै हुन्छ नि त। लिम्बुनी हजुर धेरै राम्री हुन्छ। अर्को जन्ममा चाहिँ म पनि लिम्बू भएर जन्मिनु पऱ्यो यार।